नमस्कार मेरो सम्पूर्ण फेसबुकको साथीभाइलाई यो भिडियो चाहिँ राम्रोसँग सुनिदिनुहोस्। आमाको कथा साह्रै नमिठो छ, स्किप नगरिकन सुनिदिनुहोस्। छोरा बुहारी गफ गरिराखेका थिए, तल्लो तलामा बसेर आमा बत्ती काटिराख्नु भएको थियो। माथिल्लो तलामा छोरा बुहारीले गरेको कुराकानी आमाले प्रष्ट सुनिरहनु भएको हुन्छ। अनि छोरा बुहारीको कुराकानी कस्तो थियो? बुहारीले छोरालाई श्रीमानलाई भनेको आमाले सुन्नुहुन्छ, तिम्री आमा सधैँ घरमा बसिरहने अनि म चाहिँ सधैँ तिम्री आमालाई पुरेर बसिरहने, मैले मेरो जीवन जिउन पर्दैन। श्रीमानलाई प्रश्न गर्छिन् श्रीमतीले। त्यो तल आमाले सुन्छिन् बुहारीले गरेको आफ्नो छोरालाई प्रश्न। अनि छोराले भन्छ, श्रीमानले भन्छ, के गरौँ त मैले, भन न के गरौँ? श्रीमतीले भन्छन्, केही समय केही वर्ष तिम्री आमालाई वृद्धाश्रममा लगेर राखिदियो हुँदा। छोराले अलिक चर्को आवाजमा भन्छ, के कुरा गरेको यस्तो? जसले मलाई जन्माउनु भयो, यो धरतीमा ल्याउनु 9 महिना गर्भमा राखेर प्रसव पीडा सहेर, ती आमालाई मैले कुन मुखले वृद्धाश्रम जाउँ यस्तो पनि कुरा गर्ने? त्यसपछि श्रीमतीले भन्छ, त्यसो हो भने घर व्यवहार सम्हाल्नु, छोराछोरी सम्हाल्नु मैले। एकछिनपछि फेरि श्रीमानले श्रीमतीलाई सम्झाउँदै भन्छ, के कुरा गरेको यस्तो? आवेगमा नआऊ, ठिकै छ नि त, म आमाको मुड हेरेर आमासँग कुरा गरौँला। तल आमाले त्यो कुरा सुनिराख्नु भएको हुन्छ। जाडो महिना थियो, मङ्सिर पुसको महिना। आमा पिँढीमा बसेर बत्ती काटिराख्नु भएको हुन्छ। अनि आमाको छेउमा गएर छोराले हात समाउँदै भन्छ, आमा खाना खानुभयो? आमालाई राम्रोसँग थाहा छ छोरो किन नजिक आएको छ, हात समाउँदैछ। अनि आमाले नै कुरालाई सजिलो बनाइदिनका लागि भन्नुहुन्छ, मैले खाएँ बाबु, तिमीहरूले खायौ? छोराले मैले खाएँ भन्छ। अनि आमाले नै भन्नुहुन्छ, बुहारी र तिमी सधैँ गनगन झगडा कचकच गरेको सुन्छु, केही तिमीहरूलाई आर्थिक समस्या छ कि? यदि आर्थिक समस्या छ भने बरु मेरा केही गहनाहरू छन्, लगेर बेच्नु, समस्याको समाधान गर्नु बाबु। छोराले भन्छ, त्यसो होइन आमा, त्यसो होइन। आमाले भन्नुहुन्छ, कसो हो त बाबु, कसो हो? फेरि छोराले आमातिर हेर्दै भन्छ, आमा सधैँ तपाईँ घरमा बसिरहँदा बुहारीले बाहिरको संसार देख्न पाइन भनेकी छन्। हुन पनि हो, मेरो मात्रै कमाइले घर व्यवहार चलाउन गाह्रो छ। छोराछोरीको पनि महँगो छ, घरभाडा पनि महँगो छ। केही वर्ष तपाईँ घरभन्दा बाहिर गएर बसिदिनु भयो भने बुहारीले पनि बाहिरको संसार देख्न पाउँथे, उनीले पनि काम गर्न पाउँथिन्, मलाई पनि सजिलो हुन्थ्यो आमा। आमाले त्यति कुरा सुनिसकेपछि छोरातिर हेर्दै भन्छन्, यति जाबो कुरामा पनि यति धेरै सङ्कोच गर्नुपर्ने, मलाई भनेको भए भइहाल्थ्यो, हुन्छ नि भनेर आमाले सहमति जनाएपछि छोराले कुनै एउटा वृद्धाश्रममा आमालाई राख्ने प्रबन्ध बनाएर घर फर्किँदै गर्दा छोराले आमातिर हेर्दै भन्छ, आमा सानो मन नगर है, आमा सानो मन नगर है, केही वर्षलाई हो, जब हाम्रो आर्थिक अवस्था बलियो हुन्छ आमा म तिमीलाई लिन आउँछु। आमालाई वृद्धाश्रममा छोडेर छोरो घरमा फर्किन्छ। छोरा बुहारीको जीवन सहज रूपले अगाडि बढ्छ। आमालाई वृद्धाश्रम छोडेर आएको 1 हप्ता नपुग्दै बिहान 7 बजे घरमा, आजको शनिबारको दिन जस्तै बिहान 7 बजे घरमा घन्टी बज्छ। को आएछ भनेर माथि झ्यालबाट छोरा बुहारीले चियाएर हेर्दा तल गेट बाहिर आमा उभिरहेकी हुन्छ। छोरोलाई नराम्रो लाग्छ, त्यति सम्झाएको 1 हप्ता पनि भएको छैन, आमा गेट बाहिर आएर उभिरहेको देखेपछि छोरा रिसले चुर हुँदै गेट बाहिर गएर आमालाई तथानाम गाली गर्छ। तथानाम गाली गर्ने क्रममा आमालाई भन्छ, कस्ती आमा हो तिमी, आफ्नै छोरा बुहारीको पनि घर बसेको देख्न नसक्ने, यस्ती आमा हुनुभन्दा मर्दिएको बेस, भन्न हुने भन्न नहुने सबै कुरा भन्छ। अब छोराको कुरा सकियो होला भन्ने भएपछि आमाले छोरातिर हेर्दै भन्छन्, पर बाबु भ्रममा नपर, म तिम्रो घरमा बस्न आएको होइन। छोराले भन्छ, किन आएको त तिमी? यो कालो अनुहार, यो चाउरी परेको अनुहार, यो अलक्षिणा अनुहार देखाउन किन आएको तिमी? आमाले भन्छन्, बाबु फेरि पनि भन्छु, भ्रममा नपर, म तिमीहरूसँग बस्न आएको होइन। आज बिहानै आश्रममा भक्तजनहरूको भिड थियो,
भक्तजनहरूले हामी सबै बस्ने आमा बुवाहरूको हातमा एउटा एउटा झोला थमाइदिए। मेरो पनि हातमा एउटा झोला खोल्यो। झोला खोलेर हेरेको झोलाभित्र जेरी रहेछ। तिमी बच्चामा जेरी भनेपछि रुक्कै हुने, एक्लै खाने हिम्मत आएन राजा। त्यही खान्छौ कि भनेर लिएर आइदिएको भनेर त्यो जेरीको पोको छोरोको हातमा थमाइदिएर आमा फेरि वृद्धाश्रम फर्किनुहुन्छ।